वरिपरि आएका ढाका टोपी लाएका singing nice guys hello ba. Ooh. Come on, look at here. Soin at babal. So. ठ्याक्कै फेरि छेउमा समुद्र छ ये नाइस गाइज यहाँ स्विमिङ गर्न मिल्दैन नि स्विमिङ गर्ने उतापट्टि हो क्या के जाऊँ न यता जान खोज्या हो तिमी यहीँ नि रोकिन खोज्या हो र यता हिँड्दै गरौँ अगाडि दामी छ कपाल फेरि हावा लाग्यो नि कपाल कता जाने भन्ने अत्तो पत्तो छैन उडेर चारतिरै यस्तो माथि जान्छ मुस्किल छ घाम लागिरहेछ घमाइलो दायाँ बायाँ चारैतिर रमाइलो नेपाल जाने प्लेन माथि उडिरहेछ सो अब नेपाल प्लेन चढेर नेपाल जाने त अब छिटै आउँदैन अलि आउँदा टाइम लाग्छ हल्का फुल्का टाइम लाग्छ तत्कालै त हुँदैन होला यो दुईटा बाटो छ बिचबाट जाने कि छेउबाट जाने लु भन अहिले बिचबाट जाऊँ पछि आउँदा छेउबाट आउँला नि त बिचको फेरि टक्क रुखको छेउ बिचमा गार्डन टाइपको हो कि उसको याक्युको लाइभ हाल्दै उमा पनि यो त्यस्तो छ क्या पुरै यस्तो माइकमा पनि याक्युको यहाँको गेम चलिरहेको क्या अहिले गेमको लाइभ हेर्न लाइभ बजाइदिएर पार्कमा घुम्न आउनेलाई नि टक्क लाइभ सुन्दै घुम्दै करेलाको बुटा हो यो पनि करेला कहाँ हुन्छ यो करेला यो यस्तो यसलाई के भन्छ लास्टै तितो हुन्छ क्या यार यो यसलाई करेला होइन क्या यार के भन्थ्यो गाउँमा नि पाइन्छ यार खायो भने यस्तो तितो हुन्छ नि करेला होइन फेरि करेला हानेर तरकारी बनाइदेऊ लिएर एउटा काँक्रो जस्तै हुने तितो तितो के थाहा त्यसो नाम के हो एउटा फेरि काँक्रा जस्तै सेम होइन तर लास्टै तितो होइन ऐरेलु थाहा भएन तिमी यस्तै तिर्ने बेला बजार गएको बेला त्यस्तै काँक्रा टेप्न ल्याइछन् होइन हामी सोच्यौँ लोकल काँक्रा हो भनेर अनि घर ल्याएर काटेर खाँदा त्यसलाई ऐरेलु भन्छ के हेर्दा काँक्रो जस्तै हुन्छ सेम टु सेम तर खाँदा लास्ट तितो हुन्छ होइन जो सबै तितो के फेरि माथिबाट जाउँ न जापानको सुइतानी क्या खाने पानी यहाँनिर छ फेरि पानी खानु मन लाग्यो है पानीको धारा यति हिँडेर होइन होला यो यहाँनिर यसमा माइक छ होइन उयोमा माइकमा अहिले यहाँको याक्यु गेमको लाइभ स्ट्रिम बजाइदिरहेको छ कि पार्कमा पनि यस्तो हुन्छ नेपालमा मजा हुन्छ कि अब यिनीहरूलाई त अब हामीलाई त खासै याक्युमा इन्ट्रेस्ट हुन्न त्यो याक्यु हेर्नेहरूले चाहिँ अब मतलब वाकिङ गर्दै पनि लाइभ यसो सुन्न पाउँछ नि त कहाँ के भइरहेछ अपडेट भनेर के
सिस्टम चाहिँ हो क्या यस्तो यस्तो गर्दाखेरि चाहिँ ठिक देख्दो रहेछ यस्तो गर्दा चाहिँ आइ हाय कौन सा स्टाइल है भाइ लम्बा निकाल म घर आउँदैछु भने त्यो पनि घर गइसक्यो केपीबाले बोलाएर हो केपीबा हामीले पनि बोलाउन तिम्रा केपीबा सेपीबा चिन्दैनौँ हामी जाँदैनौँ त्यो मुला पनौतीले बोलायो नि त्यो पनौती बड्डाले छोयो भने पनौती लाग्छ त्यही भएर जाँदैनौँ हामी नम्बर 1 पनौती बड्डा हो केपी बड्डा लास्ट पनौती लाउने सरररा 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 अमला जस्तो थियो अमलाको रुख यस्तो हुन्न नि अमलाको रुख त सानो हुन्छ